यदि तपाईलाई पनि आइपिओ परेको छ भने र तपाईलाई ट्रेडिङ एकाउन्ट नभएर बेच्न सक्नु भएको छैन भने ट्रेडिङ एकाउन्ट अनलाइन घरमै बसी कसरी बनाउने आज म तपाईहरुलाई सिकाउन गइरहेको छु है। म तपाईलाई नासा एक्स ब्रोकरको ब्रोकर आइडी खोल्न सिकाउँछु। तपाईलाई अरुको चाहियो भने कमेन्ट गर्नु होला, म त्यो पनि बनाइदिन्छु। सबभन्दा पहिले क्रोम ब्राउजर खोल्नु। तपाईले यस्तै मोबाइलमा पनि गर्न सक्नुहुन्छ, तर म अहिले ल्यापटपको स्क्रिनमा छु। र नासा एक्स नै म किन सिकाइरहेको छु भन्दाखेरि यसको एउटा डेडिकेटेड एप तपाईले पाउन सक्नुहुन्छ आफ्नो मोबाइलमा। त्यो मलाई सबभन्दा राम्रो लाग्छ। त्यसैले डेडिकेटेड एप भएको कारणले म तपाईलाई नासा एक्सको ब्रोकर आइडी खोल्न सिकाउन गइरहेको छु। तपाईले यहाँ नासा सिक्युरिटी सर्च गरिसकेपछि तपाईले फर्स्ट वेबसाइटमा क्लिक गर्नु होला। त्यसपछि यहाँ जुन रेजिस्टर भन्ने अप्सन छ त्यहाँ क्लिक गर्नु होला। यहाँ तपाईले फर्स्ट नेम, मिडल नेम, लास्ट नेम र जुन मान्छेको तपाईले खोल्दै हुनुहुन्छ त्यसको इमेल र एउटा कुनै पासवर्ड राख्नु होला, स्ट्रङ पासवर्ड, जसले तपाईले यो नासा एक्स को एपमा अथवा वेबसाइटमा लगइन गर्न सक्नुहुन्छ। सो म फटाफट यो फिलअप गरिहाल्छु र रेजिस्टरमा क्लिक गर्नु होला। त्यसपछि तपाईले यस्तो एउटा पपअप मेसेज हेर्न सक्नुहुन्छ। यसले भन्दैछ कि यो इमेल तपाईकै हो भनेर भेरिफाई गर्नको लागि क्लिक हियरमा क्लिक गर्नु होला र क्लिक हियरमा क्लिक गरिसकेपछि तपाईले एउटा कोड पाउन सक्नुहुन्छ। तपाईले दिएको जीमेलमा एउटा मेल आउँछ र त्यो मेलमा लिंक टु भेरिफाई योर इमेल एड्रेसमा क्लिक गर्नु होला। सो मैले मेल पाइसकेको छु र यहाँ लिंक टु भेरिफाई योर इमेल एड्रेसमा क्लिक गर्दिन्छु। त्यसपछि तपाईलाई रिडाइरेक्ट गर्दिन्छ वेबसाइटमा। त्यसपछि तपाईलाई यहाँ स्टार्ट केवाइसी नाउमा केवाइसी गर्नुपर्ने हुन्छ। त्यसैले तपाईले यहाँ क्लिक गर्न सक्नुहुनेछ। त्यसपछि तपाईले आवश्यक डकुमेन्ट लिएर यो सबै खाली ठाउँहरू फिलअप गर्नुपर्ने छ। सुरुमा तपाई कन्फर्म गर्नु होला कि यहाँ ट्रेडिङ एकाउन्ट नै सिलेक्ट छ। यदि तपाईसँग डिम्याट अलरेडी छँदै छ भने तपाईले ट्रेडिङ एकाउन्ट मात्रै सिलेक्ट गर्नु होला। यदि तपाईलाई डिम्याट प्लस ट्रेडिङ चाहियो भने यहाँ पनि सिलेक्ट गर्न सक्नुहुनेछ। सो म ट्रेडिङमा क्लिक गरे। त्यसपछि तपाईको नेम, इमेल र अफिस ब्रान्च तपाईले आफ्नो छेउकै सिलेक्ट गर्नु होला। म यहाँ काठमाडौँ नै सिलेक्ट गर्छु र यहाँ आफ्नो एक्टिभ फोन नम्बर र यहाँ डिम्याट नम्बर दिनुपर्छ। डिम्याट नम्बर तपाईले मेरो शेयरमा लगइन गरेर माई डिटेल्समा गएर बीओआईडी पाउन सक्नुहुन्छ र त्यही बीओआईडी यहाँ फिलअप गर्नुपर्छ। सो म फटाफट फिलअप गरिहाल्छु र नम्बर दिइसकेपछि तपाईले भेरिफाई नम्बरमा क्लिक गर्नुपर्छ। त्यसपछि तपाईको त्यही नम्बरमा एउटा ओटीपी सेन्ड गर्छ नासा एक्सले र त्यो ओटीपी यहाँ फिलअप गर्नुपर्ने हुनेछ। सो ओटीपी आइसकेपछि तपाईले यहाँ फिलअप गरिदिनु होला र भेरिफाईमा क्लिक गर्नु होला। भेरिफाईमा क्लिक गरिसकेपछि ओटीपी भेरिफाइड सक्सेसफुली भन्छ तपाईलाई। त्यसपछि नेक्स्टमा क्लिक गरिदिनु होला। त्यसपछि तपाईलाई यहाँ सोध्छ डेट अफ बर्थ इन एडी इन बीएस। सो आई होप तपाईले यहाँ एक्युरेट डेट अफ बर्थ आफ्नो नागरिकता अनुसार हाल्नुहुन्छ। सो म फटाफट यो फिलअप गरिदिन्छु र डेट अफ बर्थ फिल गरिसकेपछि तपाईले जेन्डर र म्यारिटल स्टेटस भनेको तपाई म्यारिड हुनुहुन्छ कि सिंगल हुनुहुन्छ त्यो चाहिँ क्लिक गर्नु होला। म फटाफट यो पनि गरिदिन्छु र त्यसपछि सिटिजनशिप नम्बर, सिटिजनशिप कहाँबाट, कुन जिल्लाबाट इस्यु गर्नु भएको छ, कुन जिल्लाबाट बनाउनु भएको छ र त्यसपछि कुन मितिमा तपाईले सिटिजनशिप बनाउनु भएको छ त्यो डेट पछाडी पाउन सक्नुहुन्छ तपाईले सिटिजनशिपको पछाडी। र प्यान नम्बर छ भने प्यान नम्बर दिनु होला, एनआईडी छ भने एनआईडी दिनु होला र पासपोर्ट छ भने पासपोर्ट दिनु होला। यो हुनलाई अप्सनल छ तर यो सिटिजनशिप चाहिँ हाल्नै पर्छ। सो यो म फिलअप गरिहाल्छु र यो सबै फिलअप गरिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला र यहाँ सोध्छ तपाईलाई स्पाउस नेम, मतलब तपाईले यदि म्यारिड हुनुहुन्छ भने तपाईले आफ्नो हस्बेन्ड वाइफको नाम यहाँ हाल्न सक्नुहुन्छ। त्यसपछि फादर्स नेम, मदर्स नेम, यो बेसिकली फ्यामिली डिटेल्स छ, यो तपाईले भर्न सक्नुहुनेछ आफै। सो म फटाफट यसलाई पनि फिलअप गरिदिन्छु। यो सबै फिलअप गरिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि यहाँ तपाईले आफ्नो एड्रेस, सो यहाँ बेसिकली तपाईले आफ्नो एड्रेस दिनुपर्ने हुनेछ। यसमा चाहिँ पर्मानेन्ट एड्रेस र यहाँ चाहिँ करेन्ट एड्रेस। यदि तपाईको दुईटै सेम छ भने यहाँ सेम एज पर्मानेन्ट गर्न सक्नुहुन्छ। सो म फटाफट यसलाई पनि फिलअप गरिहाल्छु र यो सबै फिलअप गरिसकेपछि तपाईले यहाँ लोकेसनमा पनि हेर्न सक्नुहुन्छ। तपाईको लोकेसन आइहाल्छ। त्यसपछि नेक्स्ट गर्नु होला। त्यसपछि यहाँ ब्याङ्क डिटेल, तपाईले कुन खातालाई चाहिँ डिम्याटमा राख्नु भएको छ, चाहिँ कुन खाताबाट तपाईले यहाँ चाहिँ कुन खातामा तपाईले पैसा रिसिभ गर्न चाहनुहुन्छ त्यो खाता डिटेल यहाँ हाल्नु पर्ने छ। ब्याङ्क नेम, कुन ब्याङ्क छ, ग्लोबल, हिमालयन, कुमारी ब्याङ्क र कहाँको ब्रान्च, कुन ब्रान्चबाट तपाईले त्यो ब्याङ्क एकाउन्ट खोल्नु भएको छ। त्यसपछि यहाँ तपाईको नेम आइहाल्छ, यही नाम हुनुपर्छ त्यो एकाउन्टमा पनि र एकाउन्ट नम्बर। त्यसपछि टाइप अफ एकाउन्ट, तपाईको जुन एकाउन्ट छ त्यो कुन टाइपको छ, सेभिङ छ कि करेन्ट छ। प्राय जसो सेभिङ नै हुन्छ हाम्रो पर्सनल एकाउन्ट। सो म फटाफट यसलाई पनि फिलअप गरिहाल्छु र यो सबै फिलअप गरिसकेपछि नेक्स्ट गर्नु होला। त्यसपछि अकुपेसन, तपाईले कुन काम गर्नुहुन्छ। सो अकुपेसन तपाईँ स्टुडेन्ट हुनुहुन्छ कि तपाईँ बिजनेसम्यान हुनुहुन्छ
त्यो सिलेक्ट गर्नु होला र फाइनान्शियल डिटेल्स मतलब तपाईले कतिसम्म कमाउनुहुन्छ एनुअली, वार्षिक आम्दानी तपाईको कति छ। सो यहाँ बेसिकली तपाईले नो गर्नु होला। त्यसपछि नेक्स्ट, यहाँ तपाईले यदि नोमिनी राख्न चाहनुहुन्छ भने यस गर्नु होला अथवा नो गर्नु होला। नोमिनी भन्नाले तपाईको एब्सेन्समा कोही अरूलाई यदि तपाईको आफ्नो खाताको ह्यान्डल दिन चाहनुहुन्छ भने यहाँ यस गर्नु होला। म नो नै राख्छु र त्यसपछि यसलाई पनि नो गर्नु होला। त्यसपछि म नेक्स्ट गरिदिन्छु। त्यसपछि केही यहाँ तपाईलाई आफ्नो पोस्ट र र्याङ्कको बारेमा सोध्छ। तपाईँ पोलिटिकल पर्सन हुनुहुन्छ कि कुनै क्राइम गर्नुभएको छ कि यस्तो कुराहरू तपाईले सबैमा नो नो गर्नु होला। म त्यसपछि नेक्स्ट गरिदिन्छु। त्यसपछि यहाँ 9th नम्बरमा तपाईले आफ्नो डकुमेन्ट डिटेल हाल्नु पर्नेछ। सो यहाँ फ्रन्ट सिटिजनशिप ब्याक, त्यसपछि पासपोर्ट साइज फोटो, यसमा चाहिँ आफ्नो हातमा नागरिकता समाएर एउटा फोटो क्लिक गर्नु होला र त्यो हाल्नु होला। त्यसपछि आफ्नो थम्ब प्रिन्ट, लेफ्ट र राइट दुईटै थम्ब प्रिन्टको फोटो यसमा हाल्नु होला। यदि तपाईसँग स्ट्याम्प प्याड छैन भने कसरी थम्ब प्रिन्ट लिन सक्नुहुन्छ घरमै, म त्यो पनि लास्टमा सिकाइदिन्छु। त्यसपछि यहाँ तपाईले आफ्नो सिग्नेचर हाल्नु पर्नेछ। त्यसपछि तपाईसँग कुनै फिजिकल एनआइडी छ कि छैन भनेर त्यसको पनि फोटो हाल्नु पर्छ र डीम्याट कन्फर्मेसन लेटर यो कहाँबाट पाउनुहुन्छ त्यो पनि म तपाईलाई भनिदिन्छु। तपाईँ मेरो सेयरमा जानु होला। लगइन गरिसकेपछि आफ्नो माई डिटेल्समा आउनु होला र माई डिटेल्समा आइसकेपछि यहाँ तपाईले पीडीएफ हेर्न सक्नुहुनेछ। त्यो पीडीएफमा क्लिक गरिसकेपछि डाउनलोड भइहाल्छ तपाईको यो कन्फर्मेसन लेटर र यही तपाईले यहाँ पोस्ट गर्नुपर्नेछ। यी सबै डकुमेन्टहरू अपलोड गरिसकेपछि यहाँ दुईवटा पर्सनल डिटेल र जेनरल डिटेलमा केही वाट लागेको छ, म त्यो पनि हेर्दैछु के छ। यहाँ चाहिँ एनआइडी नम्बर मेरो छुट्याएको थियो, त्यो चाहिँ मेन्डेटरी छ, त्यो हाल्नै पर्छ। म फटाफट यो पनि हालिदिन्छु र हालिसकेपछि यो पनि नेक्स्ट गरिदिनु होला। त्यसपछि जेनरल डिटेलमा केही छुट्या छ, मेरो अल्टरनेटिभ फोन नम्बर छुट्या छ, सो म यो पनि हालिदिन्छु र त्यसपछि सबमिट गरिदिन्छु। सबमिट गरिसकेपछि तपाईले यस्तो एउटा पपअप मेसेज हेर्न सक्नुहुन्छ। यसमा लेखेको छ तपाईसँग अरू ब्रोकर कम्पनीको ब्रोकर एकाउन्ट छ त नो मैले गरिदिए, तपाईसँग पनि छैन होला र यो टर्म्स एन्ड कन्डिसन छ, त्यसमा एक्सेप्ट गरिदिनु होला र तपाईसँग कुनै क्लाइन्ट कोड छ कसैबाट रिफर गरेछ भने त्यो पनि हाल्न सक्नुहुन्छ। सो म प्रोसिड गरिदिन्छु। प्रोसिड गरिसकेपछि हाम्रो जुन फर्म छ त्यो फिलअप भइसकेको छ। केवाइसी सबमिट भइसकेपछि तपाईले एउटा यस्तो मेल रिसिभ गर्नुहुन्छ जसमा तपाईलाई नासाले भन्छ कि तपाईको केवाइसी एप्रुभड भइसकेको छ र त्यो मेल पश्चात तपाईले एउटा यस्तो मेल पनि पाउन सक्नुहुन्छ जसमा तपाईको क्लाइन्ट कोड, मोबाइल नम्बर, एकाउन्ट नेम र इमेल आइडी दिएको हुन्छ। त्यसपछि तपाईले नासाएक्सको एप डाउनलोड गर्नु होला र एप डाउनलोड गरिसकेपछि यहाँ जुन फर्स्ट होम पेजमा हेर्न सक्नुहुन्छ इमेल एड्रेस र पासवर्ड। इमेल एड्रेस त्यही दिनु होला जुन तपाईले ट्रेडिङ एकाउन्ट खोल्दै गर्दा दिनु भएको थियो र पासवर्ड पनि त्यही दिनु होला जुन अघि तपाईले राख्नु भएको थियो र त्यो हाल्ने बित्तिकै तपाईले साइन इन गर्दा तपाईको ब्रोकर आइडी लगइन भइहाल्छ। तपाईले प्रोफाइलमा गएर आफ्नो आइडी पनि सबै थोक चेक गर्न सक्नुहुनेछ र तपाईसँग स्टाम्प प्याड छैन भने तपाईले फिङ्गरप्रिन्ट कसरी निकाल्नुहुन्छ त्यो पनि तपाईलाई भनिदिन्छु। एउटा कुनै प्लास्टिक लिनु होला, प्लास्टिक लिइसकेपछि त्यसमा कुनै पेनबाट इङ्क निकाल्नु होला र इङ्कलाई राम्ररी पातलो बनाएर दुवै औँला हालेर तपाईले एउटा पेपरमा राख्नुहुन्छ, तपाईको प्रिन्ट आइहाल्छ। सो आजको भिडियोमा यति नै। तपाईले कसरी आफ्नो आइपिओलाई सेल गर्न सक्नुहुन्छ र एडिआइएस क्लियर गर्न सक्नुहुन्छ त्यो टपिकमा पनि भिडियो चाहियो भने तपाईले कमेन्ट गरिदिनु होला, म ल्याइदिन्छु। थ्यांक यू।